मेरो प्यारी बहिनी सरिता आचार्य एकदमै महिला, एकदमै चाहिँ जुझारु महिला, एकदमै निडर महिला, टाठी बाठी जताततै उहाँले नचिनेको मान्छे पनि छैन होला, उहाँले नचिनेको कार्यालय पनि छैन होला, मलाई त्यस्तो लाग्यो। मैले धेरै बहिनीहरू भेटेँ तर यस्तो टाठी बहिनी मैले भेटेको थिएन। बहिनी सरिता धेरै धेरै धन्यवाद छ तपाईँलाई र बहिनी रचनालाई पनि धन्यवाद छ। आज म यहाँ खास भन्ने पनि रचनाको कारणले छु। मैले बुझ्दै जाँदाखेरि चाहिँ रचनाले रोज रचना भन्दाखेरि रचना बहिनीले बद्री दादा भनेर रोजेको छ मेरो बहिनी। मेरो बहिनीलाई धेरै धेरै आशीर्वाद छ। बहिनीको गोडा मैले धोएर बिदाई गर्न पाऊँ, बहिनीलाई धेरै धेरै शुभकामना पनि छ। थ्याङ्क यू सो मच। हाम्रो सरिता श्रेष्ठी लोकदोहोरी गायिका र आज म संयोगले वरिष्ठ कलाकार मेरो आदरणीय अग्रज लोकनाथ ढकाल दाईलाई मैले यो स्टेजमा पाएँ। दाईलाई मेरो धेरै धेरै सम्मान छ, नमस्कार छ र सबैप्रति आभार प्रकट गर्न चाहन्छु। यो सोफा यो हाम्रो सोफा होइन, अर्कै सोफा यो चाहिँ हाम्रै सोफा हो। ठिक छ, सबैलाई नमस्कार प्रकट। अब धेरै कुरा नगरौँ, सिधै गीत गाउँ। यो जगतपुरमा आउँदा असाध्यै खुसी लागेको छ। 2-4 दिन बस्न पाए हुन्थ्यो यस्तो भएको छ। किनभने यस्तो राम्रो होटल मैले देखेकै थिइनँ चितवनमा। ल त्यस्तो होटलमा बसेको छु फेरि म। तपाईँहरू जानु भएको छ यो टाइगरमा, को पुग्नु भएको छ, फोटो खिच्नु भएको छ त्यहाँ गएर। ल एकदम रमाइलो ठाउँ। थ्याङ्क यू। यो ठाउँ अझै राम्रो हुन्छ, अझै स्वर्ग हुन्छ। यो ठाउँ बद्री पङ्गिनी मात्र होइन, हरेक नेपालीले चिन्नुपर्छ, हरेक विश्वका अरू मान्छेले पनि थाहा पाउनुपर्छ र सबै मान्छेहरू एकपटक जगतपुर घुम्न आउनुपर्छ। मेरो त्यति आग्रह छ। थ्याङ्क यू सो मच। अब सिधै गीत गाउँ है त। रमेश मेलोडी, थ्याङ्क यू रमेश भाइ। रमेश मेलोडी गायक पनि, कार्यक्रम प्रस्तुता पनि, ह्यान्डसम पनि। फेरि म कालो मान्छे एकदम ह्यान्डसम लाग्छ मलाई। खोइ रमेश भाइ, खोइ रमेश भाइ। ओके, ठ्याक कन्या राशि प्ले गर्नु। सुरुमै कन्या राशिबाट गाउँ है आज है प्लिज ल। ओके सबको हात माथि हुन्छ, हात माथि हो। आमा पनि ताली बजाउने। अब सोच्नु सकिसक्यो त। जगतपुरैमा देखेको सँगै है। जगतपुरैमा देखेको जीवन बिताउने लेखेको छिना हेराउँदा उनको राशि तुला पर्यो। मेरो राशि कन्या कस्तो जोडी जुराइदियो। धन्य प्रभु धन्य, कस्तो जोडी जुराइदियो। धन्य प्रभु धन्य। नाचेर यहाँसम्म आउनु पऱ्यो केटाहरू, छोराको अलिकति नसा छ तिम्रो आँखामा, स्वर्ग छ तिम्रो काखमा है। नसा छ तिम्रो आँखामा। अब सँगै नसा छ तिम्रो आँखामा, आँखामा स्वर्ग छ तिम्रो काखमा। कस्तो जोडी जुराइ